रात को 12 बजिरहेछ फिर पनि यहाँ हिँडिरहेछ हामी चाहिँ घुमिरहेको छौँ कैसीनो गएको पनि दिखाइदिन्थ्यो हम दोनों कॉफी पीने के लिए यहाँ पे आ गए ब्रेकफास्ट में कॉफी है पर हम भूल गए सुबह से रूम का मिशन चेक करता नहीं हो रहा है तो यहाँ पे कॉफी निकाल रहा हूँ ये हमारा होटल हाँ और इधर हम चाय पी रहा है सुबह सुबह कॉफी ब्रेकफास्ट में मिलता है फिर भी हम बाहर खाने आ गए कॉफी सुबह से ट्राई कर रहा था नहीं आया यहाँ भी ट्राई करें कॉफी आया है मेरा क्या फ्लैश चल रहा है क्या नहीं आया A day will start with coffee. Today is the last day. क्या नाम है यहाँ का बारात बारात है क्या आरात है आरात तो नहीं है क्या था आज में यहाँ लास्ट डे हो सवारी किनारे फिर घूमछु ब्रेकफास्ट गर्छु हिंदी नेपाली मिक्स करके बोला सब मिक्स हो गया मेरा मिलते हैं ब्रेकफास्ट में और एकदम हामी चाहिँ कफी खाँदै बिहान बिहान होइन कफी खाएर बसिरहेको अब ब्रेकफास्ट गर्नु जानेको चलो यहाँदेखि भरेंगे यो हमारा होटल चलो भाई एक बार इसको पकड़ दो मेरो कफी माथि जाँदैछ हामी चाहिँ साथीहरूलाई उठाउनुलाई दाइहरूलाई बेनाहरूलाई अनि कफी खाएर आएको बुकारेस्ट भन्दा सस्तो रहेछ यो औरेजमा सस्ता है कफी बुकारेस्टमा त बहुत महँगा था क्यों Bucharest is the capital city expensive. यो चाहिँ हाम्रो रुम आइपुग्यो इनका रुम यसको रुम देखाइदियो नि त ल नम्बर 6 ये देखो कितना बदबू आ रहा बाप रे क्या खाया पूरा चना खा के बेटा तल ब्रेकफास्ट दिइरहेछ कहाँ यहाँ खाएर बसिरहेछ नि तल ब्रेकफास्ट दिँदैछ त्यो मुनि नि हाम्रो यही होटलमा फ्री ब्रेकफास्ट आउनु ए बुढो मान्छे फेरि नेपाली चना खानु पाएको चनासँग दोहोरो तन्काएछ ए देख चना बना के लिए ये हमारा बांग्लादेश का दोस्त दिस इज बेडरूम कैसा है बालकनी कैसा है भाई देखो भाई इससे सीनरी है बालकनी सही है फ्लावर रखा है बालकनी में क्या दिखा है इधर देखो भाई चर्च ये तो पूरी खाली है ना बहुत है यार LG टीवी रखा हुआ है बड़ा सा LG टीवी इधर भी टीवी रखा है इधर सोफा रखा है गमला रखे ये देखो साला ये क्या होता है छोड़ दो यार ज्यादा नहीं बोलना चाहिए धेरै भन्नु हुँदैन भने नि रेशम दाले चाहिँ चनाको चाहिँ दोहोरो इन्जोय लिएर गयो होटल चाहिँ सही है अपार्टमेन्ट न त होटल अपार्टमेन्ट हो यो उनीहरूले दिनदेखि गर्दैन त्यो यसो गएको हो भनेको भने ठिक छ कराएर हामी के भने त्यो खाँदा 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 उफ्रिँदा उफ्रिँदा त्यो खाँदै उफ्रिँदा भोलि आफूले गाह्रो हुन्छ तपाईँले पानी हाल्नु फेरि त्यो त्यस्तो बोतल खायो भने फेरि अलिक त्यसो पाउनेले त प्रेसरले हालेर खाने भनेको छ खाएको छ नचाएको छ खाएको छ यहाँ पनि हाल्नु सो यहाँ चाहिँ रोमिनाको ब्रेकफास्ट यस्तो हुन्छ यहाँ हेर्नु आलु टमाटर अनि के रोटी अनि अम्लेट रहेछ यो ग्रिनवाला चाहिँ हामीले ब्रेकफास्ट खाँदै सर्भ गर्नु पऱ्यो नि हेर्दा मात्र राम्रो है यहाँको खाना
स्वाद त खासै त्यही छैन होइन यिनीहरूको लागि राम्रो हामीलाई चाहिँ अब अलि नुनिलो पिरो चाहिन्छ नि त पिरो पिरो अनि मसला ससला पक्का भुटेको मान्छ बक्कुलो दाल तर यो एकदम लाइट फुड हो नि त खास मोटाउँदैन भन्नुपर्छ अब यो अम्लेट ट्राई गर्नु पर्यो कसरी अघि मैले त्यो इटालियनको त्यो लिएर आऊ भनेको त लिएन के मसला It's good. Yeah. Yeah, this is अचार मात्र राम्रो छ यहाँ चाहिँ होटलमा आफ्नै ब्लग हेर्दै यो कम खतरा रहेछ फेरि न देख्यो ज्यागवार ब्ल्याक यो मात्रै चाहिँ जुभित्र यो मात्र तम्सेको देखेँ मैले यता हिँड्छ उता हिँड्छ हेर्छ होइन तम्सेको के अरू ड्राइभरहरू हुन्छ नि लाइनहरू चाक फर्केर यस्तो सुतिरहेको टिकट 20 रुपियाँ कि 30 रुपियाँ सस्तो छ नि टिकट यो चाहिँ क्या तम्सिन्छ नि हतार हतार गरेर निकालिदियो निस्किनु पर्ने भयो Sutetos, da? Na pară de mici, care... No, mama, you are not always silent. I know you. I'm Wine Go Factory. डाँडामा त्यो स्ट्रबेरी रहेछ त Avem cea de la Dirsic și grama nouă care e la Ianca. E un sat de lângă Dirsic. सोसिले माथिको हेरेर जाउँ दुई दिन वाइन कति हेरेँ खायो खुवाएर मार्यो भयो रक्सी चखाइ मार्नु भयो तर यहाँ भिलेज चाहिँ दामी क्या भिला सुरु त सबजना सुरु भइरहेको टिकटक बनाउँछ टिकटक बनाउनु पाएन यस्तो अन्डरग्राउन्डमा वाइन फ्याक्ट्री रहेछ सूर्य होला खाने वाइन चाहिँ होइन अन्डरग्राउन्डमा चिसोमा बनाउनु पर्ने हो कि के हो ऊ त्यहाँ ढोकाबाट छिरेर आएको यो चाहिँ ड्रम्स वाइनको ड्रम थरीको सेम्पल लिएर यिनीहरूले कस्तो छ भनेर यहाँ कति दिन राखियो भनेर सबै त्यो गरेर हिसाब गर्दछ यसो अन्डरग्राउन्डमा क्या बसाडी भनेर सबैजना हिँड्यो किन पछाडि राख्नु त पाउँछ हामी चाहिँ निस्क्यौँ है अब सर्छ जाने अब यहाँ हामी चाहिँ जानला अब टोक्ले सबैजना Care nu strângem până la... Vrei să încep, mă provoci? Nu. La toalete, la sala de mese? Băi, voi aveți... Nu mai vreau, mai aveți și la... इंग्लिश में इंग्लिश में बोलते हैं हाँ हेलो गाइस little bit मैन्युफैक्चरिंग यूनिट okay Rakesh let's go how they make no see the see the big very big machine it's a big here yeah.
see it here. The product's name and Components you can add. we're come to taste the beer. Yeah. We're in the beer factory right now. So we're in the line. See the components to add mix Yeah. with the beer. It's coming like that. It's okay. Welche Bier? Да. Lager. Lager. Ja. Vulturar Lager. Blond. कैसा है? This is the original beer, man. Original. Dacă dai dragul tău, aici nu mai trebuie să zic, da. Aici aveți pagina. Aici aveți exemplu privat. Malți există de 10 de tipuri. În general, first, this is classic malt, this is basic. This is using the product of the Hellas like lager beer. And the second, we are using for special beer, porter, dark beer, Imperial Russian Stout, for all things is special. They have most alcohol in the compound and the aromatic. Please taste it. It's not bad for organism. It's good, it's sweet. बियर चाहिँ यसरी भन्दैछ है यो चाहिँ बियर बनाउने प्रोडक्ट योबाट चाहिँ बियर बन्छ रे Rising water and the malt. On the first part, its process name is mesh tap. It's mesh. हामी चाहिँ यहाँ बनायो कि यो अब तिनचोटि हुन्छ टेस्ट गरेको Acum facem primele șarge experimentale. A primit șefii aprobare și pentru यो चाहिँ कोला बियर रे iarna berea e un pic mai... Mulțumesc. Un pic iarna berea e mai ușor decât. Mulțumesc. Da, mulțumesc. Mulțumesc. यो चाहिँ कोको बियर कोको बियर रे कोको बियर So we're house रहेछ ठुलो होइन बियर फ्याक्ट्री त्यहाँबाट एउटा यस्तै एउटा बियर ल्याए विवेकको लागि बियर लभर उयो है बियरको कम्पनीको नाम सो यो चाहिँ हाम्रो बस सो हामी चाहिँ आज गरेर फर्किँदैछु केटाहरू सबै चलिरहेको छ अब सिबीमा जरेर खाना खानु भनेको थियो यो हो बियर फ्याक्ट्री होइन धेरै ठुलो त छैन सानो ठिकाको रहेछ
यही हो यता गयो भने हामी काम गर्ने ठाउँ यो चाहिँ पहिला हामी काम गर्ने ठाउँ यहाँबाट तल माथिबाट जानुपर्छ नि तलबाट गयो भने अल्बली लियो यस्तो एउटा पेट्रोल पम्पमा ब्रेक लियो केटाहरू ब्यालेन्स के ब्यालेन्स छैन किन डाटा भयो भने हालिदिनु आइएनजीबाट रेफ्रिजरेन्ट मात्र आइएनजीबाट हुँदैन यसो होइन घन्टाघर यहाँहरू हेलो हामी चाहिँ यहाँ सिबी आइपुग्यो यही विदाउट पिलरको त नि यो घर पिलर बिनाको माटोको कसले पादिहाल्छ सिबीको रेस्टुरेन्टमा डिनरको लागि सिबीको अरे भाइ बैठ गया के हो प्योर हनी रे प्योर हनी भनेर लेखेको है देखो क्या दामी रङ आएको यार त्यही भएर त्यो रिसाएको होला क्या ड्राइभर मेरो टीको कलर यस्तो भयो रोमेनियनले नि चाय नि भन्छ है यहाँ त कस्तो रहेछ भएन छिटो कसो रहेछ दामी ठिक छ फोन चाहिँ मिलाइदेऊ त लौ दाइ यो फोन विकासलाई ल्याइदिनु त विकास दाइ एकछिन यो भिडियो बनाउनु त भिडियो बनाउनु निस्किरहेको छ खाना खाएर हामी निस्क्यो यस्तो रहेछ सिबियो जुन निस्किरहेको छ खाना खाएर निस्क्यो हामी चाहिँ रातिको 3 बजी पुग्छ होला लास्ट ढिलो यहाँको रोमेनियाको केटाहरू सबै निस्क्यो अब जानु पर्ला हाम्रो गाडी नआयो ल त म पुगेर यसमा पुगेर पछि भेटौँ ल You are all guys. Mariana, that was steady. हेलो गुड मर्निङ हिजो भिडियो एन्ड पनि गर्नु पाएन 12-13 घन्टाको ट्राभल थियो उताबाट आउँदा नि त्यति लाइभ बिचमा 3-4 ठाउँमा रोक्यो होइन सो त्यसैले गर्दा आज धेरै ढिलो पुग्यो अनि म चाहिँ सुतेको थिइनँ जब गाडी पुग्नु लाग्दाखेरि चाहिँ म निदा आइसकेँ अनि एक्कासी हामीलाई जहाँबाट उठाएँ त्यहीँ ड्रप गरिदिन्छ नि त अनि त्यतिखेर पो बिग्जेर आएर कि म त अनि त्यो एन्ड भिडियो एन्ड गर्ने के यताउता सोझै आएन भनेको एक गरे अब निन्दरले एउटा च्याबेर छ अनि त्योमाथि हाम्रो ट्रिपमा योपालि घुम्नु गएको ट्रिपमा वाइन र बियर मात्र चखाएको छ कसरी बन्छ कसरी त्यो बनाउँछ वाइन अनि बियर त्यो धेरै कुराहरू चाहिँ बुझेँ है पहिला हामी खान्थ्यौँ मात्रै अब चाहिँ बुझ्यो कसरी बन्दो रहेछ एन्ड म त धेरै
ओभर गरेर त्यो ट्याक्सी लिएर घरमा आयो अनि सिधा आउने बित्तिकै सुतेँ मलाई भर्खर बिम्चेको मुख धुएर आयो मलाई भर्खर सो हेर्नु होला कसरी मैले बनाएको छ होइन सबैजनालाई थाहा होस् भनेर एन्ड हेर्नु होला इन्जोय गर्नु होला मन परेन भने लाइक गरिदिनु